यो माघको आज 3 गते असाध्यै जाडो छ मौरीलाई हेर्नुहोस् त कति कठिनाइ भइरहेछ बिचरा। सेभ त गर्न खोजे हो तर सेभ गरे जस्तो भएको छैन। के हार्नु, सेभ त गरे हो। अब हेर्नुहोस् यो ठुलो पाल भयो भने के हुन्छ त, यसबाट हावा छिर्छ भित्र। त्यसले गर्दाखेरि अब यसमा चाहिँ पाल बुझेर ठिक्क मौरी मात्रै छिर्ने सानो पाल त बनाइदिएको त छु, तर अब सानो पाल गरेर पनि के गर्नु हो, जाडो धेरै चिसो छ। अब यसको चाहिँ यो घार नै चिसो भइराखेको छ। अब यसले गर्दाखेरि मौरीलाई धेरै समस्या छ। हावा नपसोस् भनेर यसलाई चाहिँ ख्याल त गर्नुपर्छ। यसले गर्दाखेरि ढोका सानो बनाइदिएको छु। अनि त्यसै गरी यहाँ माथि हेर्नुहोस् यो यसमा टेप पनि लगाइदिएको छु। हेर्नुहोस् टेप पनि लगाइदिएको छु। यसमा यो टेप हो। यो टेप लगाएर यसमा के भइरहेछ भन्दाखेरि यो यहाँदेखि भित्र हावा नछिरोस् भनेर टेप पनि लगाइदिएको छु। यहाँदेखि हावा भित्र छिर्दैन। यो सिजनमा, यो जाडो सिजनमा यसरी टेप लगाउनु पर्छ। पछाडि आएर अब गर्मी सिजन आयो भने फेरि मौरीलाई धेरै गर्मी हुन्छ। त्यसले गर्दाखेरि यो टेपहरू, यो जुन टेप छ यो टेप छ, यो उक्काएर फ्याँकिदिनु पर्छ। अनि यहाँबाट पनि हावा छिर्छ। अनि यहाँ माथि यो एयर लिने पाल, यसमा पनि ओपनै राखिदिनु पर्छ। र त्यति मात्र हो। अब गर्मी सिजनमा मौरीलाई धेरै नै गर्मी हुने गर्छ। जुन अहिले चाहिँ यो माथि यो छानो जस्ताको छानो छ नि, यो पनि टाटिएर धेरै ताप हुन्छ। र यसमा चाहिँ यहाँ माथि र यहाँ के गर्नुपर्छ भन्दा, यसमा हेर्नुहोस्, यहाँ यो एरियामा कुनै एउटा जुटको बोराहरू यहाँ माथि राखेर यसो सर्लक्क पारेर छोपिदिनुपर्छ। अनि त्यस पछाडि मात्र यो राखिदिनुपर्छ। त्यो गर्यो भने धेरै ताप हुँदैन र गर्मी धेरै हुँदैन मौरीलाई। त्यसो गरेर गर्मीबाट जोगाउनु पर्छ भने अहिले आएर तपाईँको यो सबै चिसो यो चिसोले गर्दाखेरि अहिले चाहिँ हावा नछिरोस् भनेर यहाँ पनि टेप लगाएर बन्द गरिदिएको हो। यो पाल पनि यो ठिक्क सानो बनाइदिएको हो। यो पाल पनि ठिक्क मौरी मात्र छिर्ने। अनि यहाँतिर अलिकति हल्का अग्लो जस्तो पनि गरिनुपर्छ। त्यसले गर्दाखेरि उताबाट आएको हावा, यताबाट आएको हावा ठोक्किएर चाहिँ के हुन्छ त भन्दा भित्र छिर्न पाउँदैन। त्यसले गर्दाखेरि अलि न्यानो हुन्छ। यो हावा ब्लक गर्ने खालको यो जुन छ नि, यो पाल बुझिदिएको ठाउँ, यो चाहिँ अलि हावा उता आउँदाखेरि ठ्याक्क ठोकेर भित्र नछिरोस् भन्ने आइडियाले बनाउनु पर्ने हुन्छ। यही नै हो। यहाँ मौरीहरूलाई त एकचोटि त असाध्यै गाह्रो छ हौ, असाध्यै गाह्रो छ। मौरीहरूलाई असाध्यै गाह्रो छ। यसचोटि मौरीहरूलाई असाध्यै गाह्रो भइराखेको छ। जाडो छ, यसले गर्दा गाह्रो छ। मौरी पालेर के गर्नु, स्याहार पुर्याएन भने मौरीले चाहिँ उत्पादन दिन सक्दैन। यसले गर्दा धेरै गाह्रो छ हो, धेरै गाह्रो छ साथी हो, धेरै गाह्रो छ। अब विभिन्न प्रक्रियाहरू पुर्याउनु पर्ने हुन्छ। मान्छेले भन्छन् चिनी हालेर चाहिँ खुवाएको पो भन्छन्। उहाँ चिनी हाल्नेको त कुरै छैन। यहाँ चाहिँ मौरी बचाउन त कति गाह्रो छ। यस्तो समस्या गर्नेलाई थाहा छ, नगर्नेलाई के थाहा छ। बोल्दै भयो, आरोप लगाइदिए भयो, यस्तो छ। हेर्नुहोस्, त्यो भनेपछि चिनी खुवाउने भन्ने विषयमा पनि अब
पछि एउटा भिडियो बनाउँला। किन खुवाउने, कसरी खुवाउने, कहिले खुवाउने, कहिले नखुवाउने इत्यादि कुराहरू पनि म भिडियोमा बनाएर एकचोटि हालौँला। अहिले चाहिँ यसो जाडोमा मौरी साह्रै दुःख पाएका, भित्र बन्द भाकै ननिस्किने गरेको हुनाले मैले चाहिँ भिडियो पनि बनाएको थिएन। आज यसो हेरेको अहिले घाम रनक्क लागिसकेपछि मौरीहरू निस्केको देखेँ अनि एक पोस हान्दिउँ भनेर हानेको हो। अरू चाहिँ विशेष खालको मौरी पालकलाई फाइदा हुने खालको मौरी कसरी जोगाउनु पर्छ, कसरी सङ्ख्या बढाउनु पर्छ, के गर्दा घट्छ, यी आदि कुराहरूको चाहिँ म चाहिँ भिडियो बनाएर हाल्ने नै छु। मौरी पालक कृषकहरूले हेर्नुहोला। ल, धन्यवाद।